हेलो एभ्रिवान। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई काली लिनक्समा एजेमक्स टुल कसरी इन्स्टल गर्ने, यो टुलले कसरी काम गर्छ र यो टुल भित्र के टुलहरु हामीले पाउन सक्छौं भनेर देखाउन गइरहेको छु। सुरुमा चाहिँ तपाईहरु हाम्रो काली लिनक्समा आइसकेपछि ब्राउजरमा आउनुस्। ब्राउजरमा आइसकेपछि चाहिँ हजुरहरुले यहाँ एजेमक्स सर्च गर्नु। सुरुमा आएको यो बाइ फ्र्यागमेन्ट एजेमक्स वाला गिटहब रिपोलाई ओपन गर्नु। ओपन गरिसकेपछि चाहिँ तपाईहरु एजेमक्स को अफिसियल गिटहब रिपोमा आउनुहुन्छ र यो टुल इन्स्टल गर्नुभन्दा पहिला चाहिँ यो टुल के हो, यसले कसरी काम गर्छ, यो टुल भित्र के हुन्छ भनेर यसको सानो डिटेलमा यो टुलको बारेमा भनिदिन्छु म। एजेमक्स टुल चाहिँ एउटा एक प्रकारको मल्टी पर्पज ह्याकिङ टुल किट हो। यसले एउटै इन्टरफेस भित्र धेरै प्रकारका साइबर सिक्युरिटी टुलहरु प्रोभाइड गर्छ। यसको स्पेशली यो चाहिँ वेब ह्याकिङ र सिक्युरिटी टेस्टिङको लागि डिजाइन गरेको हो। यसमा एसक्यूएल म्याप, एक्सेस स्ट्राइक, वेब जस्ता पपुलर टुलहरु एकै ठाउँबाट एक्सेस गर्न मिल्छ। बिगिनरदेखि एडभान्स युजरसम्मलाई यो टुल हुन्छ। स्पेशली भिएपी र इथिकल ह्याकिङ सिक्दै गरेकोहरुको लागि युज हुन्छ। र यो टुलको मेन फोकस चाहिँ वेब एप्लिकेसनको भर्नेबिलिटी फाइन्ड गर्न र टेस्ट गर्नको लागि हो। र यो भिडियो स्टार्ट गर्नुभन्दा पहिला डिस्क्लेमर पनि, यो भिडियो चाहिँ एथिकल पर्पजको लागि मात्र हो। यो भिडियोबाट आउने कुनै पनि अनएथिकल युजको लागि चाहिँ म रिस्पोन्सिबल हुने छैन। र यो टुल चाहिँ आफ्नो रिस्कमा नै युज गर्नु होला। र भिडियोलाई सुरु गरौँ। एजेमक्स टुल हाम्रो सिस्टममा रन गर्नको लागि तपाईको सिस्टममा गिट र पाइथन इन्स्टल भएको हुनुपर्ने हुन्छ। यदि तपाईको सिस्टममा गिट र पाइथन इन्स्टल भएको छैन भने चाहिँ यहाँ दिएको यो कमान्ड कपी गरेर apt install python git कमान्ड दिएर तपाईले पाइथन र गिट इन्स्टल गर्न सक्नुहुन्छ। यदि तपाईको सिस्टममा पहिला नै इन्स्टल भएको छ भने तपाईले यो स्टेपलाई इग्नोर गर्न सक्नुहुन्छ। नेक्स्ट स्टेपमा चाहिँ तपाईहरुले यो टुलको तल स्क्रल गर्नुभयो भने तपाईहरुलाई कमान्ड दिएको छ। यो कमान्ड कपी गरेर तपाईले त्यो टुललाई रन गर्न सक्नुहुन्छ। तल आएर तपाईले जस्तै दिन सक्नुहुन्छ यहाँ git clone https यो कमान्डलाई यो लाइनलाई कपी गर्नु र आफ्नो टर्मिनलमा आएर पेस्ट गरिदिनुस् यसलाई। यसो गरिसकेपछि मेरोमा पहिल्यै इन्स्टल भएको हुनाले मेरोमा यो git क्लोन भएन। तपाईहरु चाहिँ केही टाइम लिन्छ। यहाँ क्लोन भनेर सक्सेसफुली क्लोन भनेर मेसेज आइसकेपछि चाहिँ फेरि तर आएर cd एजेमक्स यो कमान्डलाई कपी गरेर फेरि पेस्ट गरिदिनुस्। यसले चाहिँ तपाईहरुलाई एजेमक्स फोल्डर भित्र जाने पुर्यायो। एज यु क्यान सी वी आर इनसाइड द एजेमक्स फोल्डर। त्यसपछि चाहिँ chmod x यो python.py वाला यो कमान्डलाई कपी गर्नु। त्यसपछि cd यसलाई पनि इन्टर गरिदिनु। लास्ट एउटा कमान्ड रहेको छ python3chmux.py यसलाई पनि कपी गरेर यहाँ पेस्ट गरिदिनु। यसपछि तपाईहरुलाई यसले हाम्रो टुल सक्सेसफुली इन्स्टल भएर रन पनि भइसकेको छ। अब चाहिँ यसले हामीले ल्याङ्ग्वेज सिलेक्ट गर्न भइरहेको छ, कुन ल्याङ्ग्वेज सिलेक्ट गर्ने भनेर। म चाहिँ यसमा इंग्लिश सिलेक्ट गर्छु। तपाईहरु देख्न सक्नुहुन्छ हाम्रोमा एजेमक्स टुल इन्स्टल भइसकेको छ। डिफ्रेन्ट टाइपका टुलहरु जस्तै वेब ह्याकिङ टुल, सोशल इन्जिनियरिङ टुल, गेम, पासवर्ड अट्याक टुल, इन्फर्मेसन टुल्स, डिफ्रेन्ट टुलहरु यसले हामीलाई देखाइ